आजको यस विशेष विश्लेषणमा स्वागत छ। अहिले विश्वभरि नै क्रिप्टोकरेन्सीको कत्रो ठूलो चर्चा छ होइन त? तर नेपालको कुरा गर्दा भने नि यसको कानूनी अवस्था एकदमै फरक, कडा र पूर्ण रूपमा स्पष्ट छ। आज हामी नेपालमा क्रिप्टोकरेन्सीमाथिको पूर्ण प्रतिबन्ध र यससँग जोडिएका एकदमै कडा कानूनी प्रावधानहरूको गहिरो चिरफार गर्दैछौँ। ल ढिला नगरी सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। आजको हाम्रो यो छलफल मुख्य गरी 4वटा कुरामा केन्द्रित हुनेछ। पहिलो, नेपालमा डिजिटल मुद्राको अवस्था। दोस्रो, यसलाई नियमन गर्ने कानूनी संरचना। तेस्रो, यसमाथिको पूर्ण प्रतिबन्ध। र चौथो, नियम उल्लङ्घन गर्दा हुने गम्भीर दण्ड र सजायहरू। अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, नेपालमा डिजिटल मुद्रा। खासमा क्रिप्टोकरेन्सी भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो ब्लकचेन प्रविधिमा आधारित एउटा डिजिटल वा भर्चुअल मुद्रा हो। यसले सुरक्षाको लागि क्रिप्टोग्राफीको प्रयोग गर्छ, जसले गर्दा यसलाई नक्कली बनाउन लगभग असम्भव जस्तै हुन्छ। अब यसको सबैभन्दा रोचक पक्ष भनेकै यो कुनै पनि केन्द्रीय ब्याङ्क वा सरकारको नियन्त्रणमा हुँदैन। यो त नोड्स भनिने कम्प्युटरहरूको एउटा विशाल नेटवर्क मार्फत आफै सञ्चालन र अनुगमन भइरहेको हुन्छ। यहाँनिर एउटा एकदमै रोचक विरोधाभास छ के। एकातिर क्रिप्टोकरेन्सीको विश्वव्यापी चरित्र हेर्ने हो भने यो पूर्ण रूपमा विकेन्द्रीकृत र कुनै देशको सिमानाले नछेक्ने खालको छ। तर नेपालको यथार्थ भने ठ्याक्कै उल्टो छ। हाम्रो देशमा क्रिप्टोकरेन्सी एक्सचेन्ज चलाउन, वालेट सेवा दिन वा केवाइसी र सम्पत्ति शुद्धिकरण निवारण जस्ता कुराहरूको लागि कुनै पनि कानूनी बाटो नै छैन। यहाँ त पूर्ण रूपमा केन्द्रीकृत र एकदमै कडा प्रतिबन्ध मात्रै लागू छ। अब लागौं दोस्रो खण्डतिर, जुन हो यसको कानूनी संरचना। आखिर कुन कानूनले यस्तो कडा प्रतिबन्ध लगाउने अधिकार दिन्छ त? मुख्य रूपमा यहाँ दुईवटा ऐनहरूले सँगसँगै काम गरिरहेका छन्। पहिलो हो विदेशी विनिमय नियमित गर्ने ऐन 2019। यो ऐनको मुख्य काम भनेकै देशको आर्थिक हित जोगाउन सबै खाले विदेशी विनिमय कारोबारलाई कडा निगरानीमा राख्नु हो। अनि दोस्रो हो नेपाल राष्ट्र ब्याङ्क ऐन 2058, जसले केन्द्रीय ब्याङ्कलाई मौद्रिक नीति लागू गर्ने र पुरै वित्तीय प्रणालीको सुपरिवेक्षण गर्ने सर्वाधिकार दिएको छ। यिनै दुईवटा शक्तिशाली ऐनहरूमा टेकेर नै राष्ट्र ब्याङ्कले यो कडा नीति अघि सारेको हो। अब तेस्रो खण्ड, पूर्ण प्रतिबन्धको बारेमा चर्चा गरौँ। यो प्रतिबन्धको इतिहास हेर्दाखेरि सबैभन्दा पहिले 13 अगस्त 2017मा नेपाल राष्ट्र ब्याङ्कले एउटा सूचना निकालेर विशेष गरी बिटकोइनलाई मात्र तोकेर प्रतिबन्ध लगाएको थियो। तर समयसँगै बजारमा अनेकौं नयाँ भर्चुअल मुद्राहरू छ्यापछ्याप्ती आउन थाले। त्यसपछि 23 जनवरी 2022मा राष्ट्र ब्याङ्कले अर्को झन कडा सूचना जारी गर्यो। यसपटक चाहिँ कुनै एउटा मात्र नभई सम्पूर्ण प्रकारका भर्चुअल मुद्रा र क्रिप्टोकरेन्सीहरूलाई नै पूर्ण रूपमा गैर कानूनी घोषणा गरियो। अनि हालसालै अप्रिल 2024तिर आएर नेपाल कानून आयोगले यसै विषयमा एउटा विस्तृत अध्ययन प्रतिवेदन पनि बाहिर ल्याएको छ, जसले धेरैको ध्यान तानेको छ। राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले निकालेको आधिकारिक सूचना हेर्ने हो भने त्यहाँ कुनै तर वा यद्यपि भन्ने ठाउँ नै राखिएको छैन। एकदमै स्पष्ट र कडा शब्दमा क्रिप्टोकरेन्सीको कारोबारलाई सिधै गैर कानूनी भनिएको छ। यो एउटा यस्तो अकाट्य प्रमाण हो जसले राज्य यस विषयमा कति निर्मम र प्रष्ट छ भन्ने कुरा छर्लङ्ग पार्छ। त्यसो भए गर्न नपाइने कामहरू ठ्याक्कै के हुन् त? 2022को त्यो कडा घोषणा अनुसार क्रिप्टोकरेन्सीको सामान्य प्रयोग गर्न, यसको व्यापार वा ट्रेडिङ गर्न, यसमा लगानी गर्न, कुनै पनि खाले लेनदेन गर्न र माइनिङ अर्थात् उत्खनन गर्न, यी सबै कुराहरूमा पूर्ण रूपमा बन्देज छ। प्रष्ट कुरा के हो भने नेपाल सरकारले क्रिप्टो एक्सचेन्जहरूलाई दर्ता गर्ने वा नियमन गर्ने कुनै पनि बाटो खुला छोडेको छैन। यीमध्ये कुनै पनि काम गर्नु भनेको सिधै कानूनको बर्खिलाफ जानु हो। अब लागौं अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डतिर, दण्ड र सजाय। यदि कसैले यो नियम मिच्यो भने के हुन्छ त? सबैभन्दा पहिलो झट्का भनेको भारी आर्थिक जरिवाना नै हो। यसमा संलग्न विदेशी विनिमय त सिधै जफत हुन्छ नै, तर त्योभन्दा डरलाग्दो कुरा के छ भने कारोबार भएको वास्तविक रकम अर्थात् बिगोको 3 गुणासम्म थप जरिवाना तिर्नुपर्ने हुन्छ। कल्पना गरौँ त, यो कति विशाल आर्थिक दण्ड हो। अझै यो 1 करोड रुपियाँको सीमालाई त विशेष ध्यान दिएर हेर्नुपर्छ। यदि कसुरमा संलग्न बिगो रकम 1 करोड रुपियाँ वा त्योभन्दा माथि छ भने कुरा जरिवानामा मात्रै गएर टुङ्गिँदैन। यसले सिधै थप फौजदारी दायित्व निम्त्याउँछ, जसको अर्थ हो जरिवानाको साथसाथै जेल सजायको ढोका पनि खुल्छ।
समग्रमा भन्नुपर्दा कानूनी कारबाहीहरू कसुरको प्रकृति र रकममा भर पर्छन्। अघि भने जस्तै सामान्य उल्लङ्घनमा रकम जफत हुन्छ र 3 गुणासम्म जरिवाना लाग्छ। तर जब रकम 1 करोड वा सोभन्दा माथि पुग्छ, त्यो विशाल जरिवानाको माथिबाट 3 वर्षसम्मको कैद सजाय पनि थपिन्छ। अनि सबैभन्दा गम्भीर कुरा नि, यदि त्यो तोकिएको भारी जरिवाना तिर्न सकिएन भने कसुरको मात्रा हेरेर थप 4 वर्षसम्म जेलमै बस्नुपर्ने हुन सक्छ। यसबाटै अन्दाज लगाउन सकिन्छ यो कानून कति कडा छ। अब हामी यो विश्लेषणको अन्त्यतिर आइपुगेका छौं। हामीले प्रष्टै देख्यौं नेपालमा हाल क्रिप्टोकरेन्सी पूर्ण रूपमा बन्देज छ र यसका सजायहरू अत्यन्तै कडा छन्। तर अघि हामीले कुरा गरेको अप्रेल 2024 को नेपाल कानून आयोगको अध्ययन प्रतिवेदनले एउटा निकै ठूलो प्रश्न चिन्ह भने खडा गरिदिएको छ। प्रविधि यसरी विश्वव्यापी रूपमा फैलिँदै गर्दा के भविष्यमा नेपालको यो कडा कानूनी परिदृश्यमा केही परिवर्तन आउला त? के यसलाई नियमन गर्ने कुनै नयाँ ढोका खोल्ला, वा यो पूर्ण प्रतिबन्ध सधैँको लागि यस्तै रहला? यो साँच्चै नै एउटा गम्भीर र चासोको विषय हो जसलाई हामी सबैले नजिकबाट निहाल्नुपर्ने हुन्छ। आजको यस विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।